Good evening, सबैलाई वेलकम ब्याक. सो हाम्रो आजको सेसनमा विल बी कभरिङ or like completing strategic planning process. अब यो हप्ता अलमोस्ट लास्ट टु सेसनमा हामीले यही छवटा कुरालाई चाहिँ डिस्कस गरेको थियो अनि आज चाहिँ विल गो इन्टु फर्दर डिटेल रिगार्डिङ द स्टेप नम्बर 4, 5 एन्ड 6. ओके, सो हाम्रो लास्ट सेसनमा हामीले स्ट्राटेजिक प्लानिङमा मिसन भिजन, गोल्सहरू र इन्भाइरोमेन्टल स्क्यानिङको बारेमा चाहिँ कुरा गरेको थियो. सो सो एज अ होल अब स्ट्राटेजी को पार्टमा चाहिँ एउटा कुरा हामीले के बुझ्नुपर्ने हुन्छ भने हामीले एउटा डेलिब्रेट कोर्स अफ एक्सन लिन्छौँ बेस अपन हामी कुन पोजिसनमा बस्छौँ इन फ्युचर भनेर होइन. अब यसको प्रोसेसमा हेर्नुहुन्छ भने फर्स्टमा हामीले मिसन भिजन डिफाइन गर्नुपर्ने हुन्छ. त्यसपछि गोल्सहरू डिफाइन गर्नुपर्ने हुन्छ जसले चाहिँ हामीले सर्ट रनमा हामी के गर्छौँ भनेर त्यसको क्ल्यारिटी दिन्छ. एन्ड अभियसली अब स्ट्राटेजी बनाउन अगाडि एउटा इम्पोर्टेन्ट पार्ट हामीले गर्नुपर्ने हुन्छ जसलाई चाहिँ हामीले इन्भाइरोमेन्टल स्क्यानिङ भनिन्छ. सो जसमा चाहिँ हाम्रो इन्टर्नल फ्याक्टर्स र एक्सटर्नल फ्याक्टर्स अर्गनाइजेसनभित्रको फ्याक्टर्सहरू र अर्गनाइजेसन बाहिरको फ्याक्टर्सहरू आइडेन्टिफाई गर्नुपर्ने हुन्छ जसले चाहिँ हाम्रो बिजनेसमा इम्प्याक्ट गर्न सक्छ बोथ पोजिटिभली एन्ड नेगेटिभली. सो आज चाहिँ हामी विल गो इन्टु द मेन पार्ट द स्ट्राटेजी फर्मुलेसन अनि विल अल्सो टक अबाउट इभ्यालुएसन एन्ड कन्ट्रोल एन्ड इम्प्लिमेन्टेसन पार्ट. अब स्ट्राटेजी फर्मुलेसन अभियसली यो डाइरेक्टली स्टार्ट चाहिँ हुँदैन. तपाईँहरूले त्यही हाम्रो मिसन भिजन हाम्रो गोल्सहरू र इन्भाइरोमेन्टल स्क्यानिङ नगरेसम्म राम्रो स्ट्राटेजी कहिले पनि बन्दैन. किनभने स्ट्राटेजी बनाउनको लागि तपाईँसँग क्वालिटी इन्फर्मेसन चाहिँ हुनुपर्ने हुन्छ कि र तपाईँ कुन डिरेक्सनमा जान लाग्नु भएको छ त्यसको क्ल्यारिटी पनि हुनुपर्ने हुन्छ कि. सो स्ट्राटेजी फर्मुलेसनमा सबै कुरा तपाईँलाई क्ल्यारिटी आइसकेपछि नाउ इट्स टाइम फर यु टु मेक अ डिसिजन कि डिसिजन गर्ने भनेको मोस्टली हामीले आफ्नो रिसोर्सेसहरू हाम्रो क्यापिटल पैसा मान्छेहरू कसरी युटिलाइज गर्ने त्यो डिरेक्सनमा जानको लागि भनेर हामीले एउटा पाथवे एउटा डिफाइन गर्नुपर्ने हुन्छ कि. अब अभियसली इम्पोर्टेन्स भनेको स्ट्राटेजी फर्मुलेसनमा हेर्नुहुन्छ भने अब स्ट्राटेजी फर्मुलेसनले नै हामीलाई त्यो डिरेक्सनमा जानको लागि हेल्प गर्छ जुन चाहिँ हामीले डिफाइन गरेको हुन्छ अगाडि. किनभने अब चाहिँ तपाईँले एउटा क्लियर पाथवे चाहिँ राख्नुपर्ने हुन्छ कसरी हामी अगाडि बढ्ने भनेर. ए अब यही टाइममा स्ट्राटेजी फर्मुलेसनको टाइममा तपाईँले आफ्नो रिसोर्सेसहरू कसरी युटिलाइज गर्ने त्यो पनि डिफाइन गर्नुपर्ने हुन्छ. एन्ड वान अफ द इम्पोर्टेन्ट थिङ इन स्ट्राटेजी फर्मुलेसन अब तपाईँले के सोच्नुपर्ने हुन्छ भने अब म कम्पिटेटिभ एडभान्टेज चाहिँ कसरी क्रिएट गर्ने भनेर. सो यस्तो टाइपको एडभान्टेज चाहिँ जुन चाहिँ तपाईँसँग मात्रै हुन्छ अरू कुनै पनि कम्पिटिटरसँग पनि हुँदैन कि. सो अब चाहिँ त्यो वेमा चाहिँ अब सोच्नु पर्ने हुन्छ न. अभियसली लास्टमा यसको इम्पोर्टेन्स भनेको हाम्रो लङ टर्म सक्सेस पनि हो किनभने स्ट्राटेजीले नै डिफाइन गर्छ वेदर हामी सक्सेसफुल हुन्छ कि हुँदैन भनेर कि. सो लेट्स गो इन्टु अब मेन हाम्रो स्ट्राटेजी फर्मुलेसनमा यसमा एउटा सानो मोडल हामीले एउटा फ्रेमवर्क बुझ्नुपर्ने हुन्छ होइन. स्ट्राटेजी भनेको पनि अगेन हाम्रो बेस अपन अर्गनाइजेसन हायरार्की डिफ्रेन्ट टाइपको स्ट्राटेजीहरू बनिरहेको हुन्छ. अब हाम्रो टप लेभलमा मोस्टली कर्पोरेट लेभलको स्ट्राटेजीहरू बनाइन्छ. मिड लेभलमा मोस्टली बिजनेस लेभलको स्ट्राटेजीहरू बनाइन्छ अनि लास्टमा यो बटम लेभलमा चाहिँ लाइक लोवर लेभलमा चाहिँ मोर अफ अ फङ्सनल लेभलको स्ट्राटेजीहरू बनाइन्छ कि. सो कर्पोरेट लेभल स्ट्राटेजीमा मोस्टली हामीले कस्तो टाइपको स्ट्राटेजी बनाउँछ भने इट्स रिलेटेड विथ ग्रोथ कि हाम्रो अर्गनाइजेसनलाई कसरी ठुलो बनाउने भनेर कि. सो त्यो लेभलमा चाहिँ स्ट्राटेजी बनाउनु पर्ने हुन्छ
है। सो यसमा चाहिँ मोस्टली हामीले एउटा कन्क्लुजन के ड्र गर्नुपर्ने हुन्छ अर लाइक प्लान के गर्नुपर्ने हुन्छ भने अब हामी ग्रो गर्ने कि हामी अहिले जे छ त्यसरी नै बस्ने अर हामी समथिङ नयाँ गर्ने भनेर त्यो लेभलमा सोच्नुपर्ने हुन्छ कि सो मोस्टली अब टप लेभल म्यानेजरहरूले पनि टप लेभल म्यानेजमेन्टहरू सिइओजहरू हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू ओनर्सहरूले यो लेभलमा सोचिरहेको हुन्छ कि सो उहाँको एउटै क्वेसन हुन्छ कि हाम्रो बिजनेसलाई कसरी ठुलो बनाउने भनेर कि सो अर्को चाहिँ अब बिजनेस लेभलमा मोस्टली हामीले कम्पिटेटिभ एडभान्टेज कसरी गेन गर्ने भनेर त्यो लेभलमा स्ट्राटेजीहरू डेभलपमेन्ट्सहरू गरिन्छ कि कसरी चाहिँ हाम्रो कम्पिटिटरहरूलाई चाहिँ बिट गर्ने मार्केटमा कि कसरी चाहिँ हाम्रो कम्पिटिटर भन्दा चाहिँ मोस्ट स्ट्रङ्गर पोजिसनमा बस्ने भनेर सो त्यो लेभलमा चाहिँ स्ट्राटेजीहरू डेभलपमेन्ट्सहरू हुन्छ कि अनि फङ्सनल स्ट्राटेजीमा चाहिँ अब बेस अपन हाम्रो कर्पोरेट स्ट्राटेजी र बिजनेस स्ट्राटेजीमा जुन जे डिफाइन गरेको छ अब त्यसलाई अचिभ गर्नको लागि चाहिँ हाम्रो बिजनेसको भित्र जस्तै प्रडक्सन मार्केटिङ सेल्स तपाईँको अकाउन्टिङ त्यसलाई चाहिँ अब कसरी अगाडि लैजाने भनेर चाहिँ स्ट्राटेजी डेभलपमेन्टहरू गरिन्छ कि सो अगेन तपाईँले यहाँ हेर्नुहुन्छ भने अब थ्री लेभल अफ स्ट्राटेजी हुन्छ इन टर्म्स अफ फर्मुलेसनमा कर्पोरेट बिजनेस र फङ्सनल सो मोस्टली हामीले युजली एउटा गिभन सिनारीमा मोस्टली हामीले अगाडि चाहिँ कर्पोरेट स्ट्राटेजीहरू बनाइन्छ होइन त्यसपछि बिजनेस स्ट्राटेजीहरू बनाइन्छ अनि बेस अपन कर्पोरेट स्ट्राटेजी र बिजनेस स्ट्राटेजी त्यसपछि मात्रै हामीले फङ्सनल स्ट्राटेजीहरू बनाइन्छ कि सो अगेन यसमा पनि हेर्नुहुन्छ भने अलिकति हामीले कोहरेन्ट वेमा चाहिँ यो स्ट्राटेजीहरू डेभलप गर्न पर्ने चाहिँ रिक्वायरमेन्ट हुन्छ कि सो हामी चाहिँ अब फ्यु अफ दिस स्ट्राटेजी हामी आज डिस्कस पनि गर्छौँ वान बाई वान होइन कर्पोरेट लेभल बिजनेस लेभल मोस्टली कर्पोरेट लेभल र बिजनेस लेभलमा कि सो इन कमिङ क्लासेसहरूमा चाहिँ हामी फ्यु फङ्सनल स्ट्राटेजिजहरू पनि हामी डिस्कस गर्छौँ लाइक अर्गनाइजेसन स्ट्रक्चर्सहरू अनि सम अदर पार्टहरू पनि सो आज चाहिँ हामी प्राइमरीली यो दुईटा लेभलमा चाहिँ अलिकति हामी मोर क्ल्यारिटी लिन खोज्छौँ ओके सो अब अघि पनि मैले भनेको थिएँ कि अब कर्पोरेट लेभलमा अलिकति ठुलो लेभलमा ठुलो प्रब्लम्सहरूलाई चाहिँ कसरी सल्भ गर्ने भनेर बिजनेसेसहरूले चाहिँ स्ट्राटेजी डेभलपमेन्ट्सहरू गरिन्छ कि सो वान अफ द च्यालेन्जेस अब अहिलेको कन्टेक्समा हेर्नुहुन्छ भने अब एउटा बिजनेसमा सिङ्गल प्रडक्टहरू हुने एउटै बिजनेसेसमा एउटा मात्र टाइपको काम गर्ने टाइपको चाहिँ हाम्रो बिजनेसेसहरू एकदमै कमै पाइन्छ अहिले मोस्टली बिजनेसेसहरूमा धेरैवटा प्रडक्ट लाइन धेरैवटा बिजनेस युनिटहरू चाहिँ पाइन्छ कि सो यो लेभलमा चाहिँ अब बिजनेसेसहरूले पनि एउटा सर्टेन वेमा चाहिँ कसरी ग्रो गर्ने भनेर डिसाइड गर्नुपर्ने हुन्छ सो इक्जाम्पल अब नेस्लीको केसमा हेर्नुहुन्छ भने कतिवटा प्रडक्टहरू छ उहाँहरूसँग होइन अब अहिले नेपालको कन्टेक्समा पनि हेर्नुहुन्छ भने यु क्यान सी फ्यु अफ द प्रडक्ट्स इन नेपाल अल्सो सो नेस्लीले पनि कर्पोरेट स्ट्राटेजीमा अब प्रडक्ट्सहरू इन्क्रिज गर्ने कि नगर्ने होइन घटाउने कि भनेर त्यो लेभलमा पनि सोच्नु पर्ने हुन्छ कि जस्तो अर्को इक्जाम्पल अब इन्डियाको केसमा हेर्नुहुन्छ भने अब टाटा ग्रुप अगेन मोर देन 50 बिजनेस युनिट्सहरू छ उहाँहरूसँग कि इच अफ द बिजनेस युनिट सेलिङ डिफ्रेन्ट डिफ्रेन्ट आइटम कि सो टाटामा पनि एउटा मेजर डिसिजन अर मेजर स्ट्राटेजी के गर्नुपर्ने हुन्छ भने कुन चाहिँ युनिट कन्टिन्यू गर्ने कुन चाहिँ युनिट हामीले क्लोज गर्ने कुन चाहिँ युनिट चाहिँ हामीले मेन्टेन गर्ने भनेर कि अब नेपालको कन्टेक्समा हेर्नुहुन्छ भने अब चौधरी ग्रुप पनि छ अगेन चौधरी ग्रुपकोमा धेरैवटा बिजनेस युनिटहरू छ प्रडक्ट्सहरू छ सो अगेन लाइक चौधरी ग्रुपमा पनि कर्पोरेट लेभलमा यो डिसिजन चाहिँ उहाँले लिनुपर्ने हुन्छ कुन चाहिँ युनिटलाई हामीले कन्टिन्यू गर्ने अर फर्दर ग्रो गर्ने अर इभन लाइक क्लोज गर्ने भनेर कि सो मोस्टली हाम्रो कर्पोरेट लेभलमा यही वेमा चाहिँ स्ट्राटेजिजहरू बनाइन्छ कि सो यसलाई चाहिँ हामीले कसरी बुझ्छौँ भने अब यो यस्तो टाइपको स्ट्राटेजीलाई चाहिँ अब स्पेसली इन द कन्टेक्स अफ एउटा अर्गनाइजेसनमा धेरै पोर्टफोलियोजहरू भयो भने यसलाई चाहिँ हामीले अर्गनाइजेसन पोर्टफोलियो म्यानेजमेन्ट अर्गनाइजेसन पोर्टफोलियो स्ट्राटेजी डेभलपमेन्ट्सहरू भनेर पनि बुझिन्छ
ओके सो आज चाहिँ हामी विल डिस्कस अबाउट फ्यु टुल्सहरू जुन चाहिँ कर्पोरेट लेभल स्ट्राटेजीमा युज हुन्छ एन्ड स्पेसली यो डिफ्रेन्ट टाइप अफ यो बिजनेसेसहरू प्रडक्ट्सहरूलाई कसरी डिसाइड गर्ने भन्ने एउटा ओभरभ्यू पनि लिन्छौँ सो दुईटा टुल्स आर भेरी पपुलरली युज होइन स्पेसली पोर्टफोलियो म्यानेजमेन्टको लागि इन टर्म्स अफ स्ट्राटेजी डेभलपमेन्ट एउटा चाहिँ यहाँ बिसिजी म्याट्रिक्स छ होइन यसको फुल फर्म हो बोस्टन कन्सल्टिङ ग्रुप म्याट्रिक्स र अर्को चाहिँ जिई म्याट्रिक्स भनेछ सो जिई भनेको चाहिँ हाम्रो जेनरल इलेक्ट्रिक म्याट्रिक्स कि सो यो दुईटा टुल चाहिँ अब ब्याक इन 1980तिर युएसमा डेभलप भएको थियो विच वाज लाइक रेकमेन्डेड बाई सम कन्सल्टिङ फर्म्सहरूले अर्गनाइजेसनलाई चाहिँ अब कसरी आफ्नो पोर्टफोलियो म्यानेज गर्ने भनेर एउटा सिम्पल टुल्सहरू बनाएको थियो सो विल डिस्कस इच अफ दिस टुल वान बाई वान होइन अनि यो कसरी चाहिँ युज हुन्छ इन रियल लाइफ सिनारियो भनेर पनि कि सो दिज आर द टु टुल्स हाम्रो बोस्टन कन्सल्टिङ ग्रुप म्याट्रिक्स र जिई मकेन्जी म्याट्रिक्स भनेर के अर समटाइम इज अल्सो कल जिई म्याट्रिक्स ओके सो यसमा चाहिँ कसो भने हाम्रो पोर्टफोलियोजहरू चाहिँ एउटा भिजुअल रिप्रेजेन्टेसनमा कन्भर्ट गरिन्छ होइन सो डिफ्रेन्ट प्रडक्ट्सहरू सबै एउटा भिजुअल फर्ममा ल्याउँछ अनि बेस अपन कुन चाहिँ एरियामा त्यो बिजनेस युनिट परेको छ अनि त्यसले चाहिँ हामीलाई एउटा सिम्पल गाइडलाइन दिन्छ कि अब के गर्ने भनेर इन टर्म्स अफ ग्रोथ कि सो लेट्स गो वान बाई वान यो कसरी हुन्छ भनेर सो विल स्टार्ट विथ बिसिजी म्याट्रिक्स अल्सो कल एज बोस्टन कन्सल्टिङ ग्रुप म्याट्रिक्स सो अगेन यसको सिम्पल डेफिनेसन के हो भने इट्स अ स्ट्राटेजिक टुल होइन युज बाई कम्पनी टु म्यानेज देयर पोर्टफोलियोजहरू है सो स्पेसली धेरै प्रडक्टहरू धेरै सब युनिट्सहरू जब हुन्छ युजली यो टुल चाहिँ ले चाहिँ हामीलाई हेल्प गर्छ कि टु मेक अ प्रपर डिसिजन कि सो बिसिजी मेट्रिक्समा के गर्छ भने हामीले दुईटा नम्बर चाहिँ क्यालकुलेट गर्नुपर्ने हुन्छ फर अल द प्रडक्ट अर बिजनेस युनिट कि एउटा चाहिँ मार्केट ग्रोथ रेट अर्को चाहिँ मार्केट सेयर कि सो मार्केट ग्रोथ रेटमा हामीले के क्यालकुलेट गर्नुपर्ने हुन्छ भने अब यो प्रडक्ट अर बिजनेस जुन चाहिँ इन्डस्ट्रीमा छ त्यो इन्डस्ट्री चाहिँ कति ग्रो भइरहेको छ भनेर सो अहिले जस्तै एआईकै कन्टेक्समा हेर्नुहुन्छ नि एआई इन्डस्ट्री एज अ होल चाहिँ एकदम ऱ्यापिड ग्रोथहरू भइरहेको छ सो हामीले त्यो चाहिँ क्यालकुलेट गर्नुपर्ने हुन्छ इन्डस्ट्री एज अ होल चाहिँ कति ग्रो भइरहेको छ 10% हो कि 20%ले हो कि 30% हो कि त्यो चाहिँ एउटा रिसर्च गरेर क्यालकुलेट गर्नुपर्ने हुन्छ र सेकेन्ड नम्बर इज मार्केट सेयर भनेको त्यो पर्टिकुलर प्रडक्ट अर बिजनेस युनिटको चाहिँ त्यो इन्डस्ट्रीमा कति मार्केट चाहिँ क्याप्चर गरेको छ भनेर अर्को नम्बर क्यालकुलेट गर्नुपर्ने हुन्छ कि सो मार्केट सेयर भनेको युजली 0 to 100% हुन्छ 0% भनेको त्यो प्रडक्टले बेच्नै सकेको छैन मार्केटमा भनेर डिफाइन गरिन्छ होइन 50% भन्यो भने सबै सेल्स जुन चाहिँ भएको छ मार्केटमा 50% चाहिँ त्यो प्रडक्टको भयो भनेर बुझिन्छ कि सो अर्को चाहिँ अब 100% भनेको तपाईँको प्योर मोनोपोली छ त्यो बिजनेसमा भनेर बुझिन्छ कि सो यो दुईटा नम्बर चाहिँ हामीले क्यालकुलेट गर्नुपर्ने हुन्छ बिसिजी म्याट्रिक्समा फर अल द प्रडक्ट द्याट यु हेभ अन्डर यो पोर्टफोलियो कि सो वान्स क्यालकुलेट भएपछि हामीले त्यसले चाहिँ एउटा हामीलाई गाइडलाइन पनि दिन्छ अब के गर्ने त्यो पोर्टफोलियो भनेर सो लेट्स टेक सम एक्जाम्पल होइन अब यहाँ एउटा सिम्पल क्वेसन मैले राखिदिएको छु होइन अब जस्तै तपाईँसँग एउटा प्रडक्ट छ तपाईँले क्यालकुलेट गर्नुभयो कि मार्केट ग्रोथ रेट चाहिँ 50% पर इयरले चाहिँ ग्रो भइरहेछ के सो लास्ट इयर र अहिले हेर्नुहुन्छ भने ओभरअल मार्केट चाहिँ 50%ले ग्रोथ भएको छ अन दि अदर ह्यान्ड तपाईँको प्रडक्टको मार्केट सेयर चाहिँ 60% छ कि सो यो कन्टेक्समा बेस अपन दिज टु नम्बर अब हामी के गर्ने भनेर डिसाइड गर्नुपर्ने के स्ट्राटेजी लिने भनेर डिसाइड गर्नुपर्ने हुन्छ त्यो प्रडक्टको लागि कि सो यहाँ तिनवटा अप्सन छ होइन हामीले फर्दर इन्भेस्टमेन्ट गर्ने हो कि होइन चुप्प लाएर बस्ने हो कि अर क्लोज गर्ने त्यो पर्टिकुलर प्रडक्टलाई कि अब मार्केटबाट त्यसलाई पुल आउट गर्ने हो कि भनेर डिसाइड गर्नुपर्ने हुन्छ कि सो अब यो कन्टेक्समा हेर्नुहुन्छ भने अब अभियसली मार्केट पनि ग्रो भइरहेको छ 50% इयरली ग्रो भइरहेको छ अन द अदर ह्यान्ड तपाईँले पनि त्यो मार्केटमा मोर देन 50% क्याप्चर गर्नुभएको छ कि सो यो कन्टेक्समा अभियसली
हामीले क्लोज गर्ने भनेको त इट्स नट एन गुड अप्सन कि अनि अब चुप्प लाएर बस्ने पनि मेबी इट्स नट अ अप्सन बिकज द मार्केट इज ग्रोइङ कि सो अभियसली यस्तो केसेसमा चाहिँ द बेटर स्ट्राटेजी इज डु फर्दर इन्भेस्टमेन्ट एन्ड बिकम मोर स्ट्रङ्गर इन द्याट पर्टिकुलर मार्केट कि सो यसरी चाहिँ बिसिसी म्याट्रिक्सले चाहिँ हामीलाई हेल्प गर्छ कि इन टर्म्स अफ स्ट्राटेजी डेभलपमेन्ट कि सो एउटा मैले केस अझै एउटा राखेको छु होइन सो क्यान एक्चुली तपाईँहरूले च्याट बक्समा लेख्न सक्नुहुन्छ लाइक यो कन्टेक्समा के गर्दाखेरि बेटर होला कि दुइटै नम्बर हामीले क्यालकुलेट गऱ्यौँ मार्केट ग्रोथ रेट चाहिँ 2%ले इन्क्रिज भएको छ अन दि अदर ह्यान्ड तपाईँको मार्केट सेयर अफ द्याट पर्टिकुलर प्रडक्ट इज ओन्ली 2%. सो यो कन्टेक्समा के गर्दाखेरि बेटर होला के स्ट्राटेजी चाहिँ बेटर होला त्यो पर्टिकुलर प्रडक्टको लागि ओके सो अभियसली अब यो कन्टेक्समा तपाईँले हेर्नुहुन्छ भने अब फर्दर इन्भेस्टमेन्ट त अब इज नट अ गुड चोइस कि किनभने मार्केट हेज अलरेडी स्लो डाउन होइन 2%ले चाहिँ मात्रै इन्क्रिज भइरहेको छ सो अन द अदर ह्यान्ड मार्केट सेयर पनि तपाईँको राम्रो छैन सो फर्दर इन्भेस्टमेन्ट गर्ने भनेको इज नट अ गुड स्ट्राटेजी एट अल कि अब यसमा चोइसेस भनेको कुड बी लाइक जस्ट वेट एन्ड वाच कि डु नथिङ होइन अब जस्ट अहिले जे भइरहेको छ त्यो अनुसारले हामी अगाडि बढ्छौँ समटाइम तपाईँले अब यो मार्केट चाहिँ अब फर्दर ग्रो हुन सक्दैन भने जस्तो इन्डिकेसन पनि दिइरहेको छ यु क्यान एक्चुली क्लोज डाउन द बिजनेस अल्सो कि सो यसरी चाहिँ हामीले यो टुललाई युज गरेर हामीले आफ्नो स्ट्राटेजिजहरू डेभलप गरिरहेको हुन्छौँ कि अब के हुन्छ भने अब यो पर्टिकुलर ग्राफमा हामीले यो कन्भर्ट गर्छौँ होइन यो अघिको जुन चाहिँ क्यालकुलेसन गरेको छ जस्तै हाम्रो यो वाइ एक्सिसमा हामीले मार्केट ग्रोथ रेटलाई मेजर गर्छौँ भने हाम्रो एक्स एक्सिसमा मार्केट सेयरलाई हामीले मेजर गर्छौँ कि अनि हामीले त्यो दुइटाको नम्बरको कोअर्डिनेट चाहिँ यो ग्राफमा राख्छौँ अनि जहाँ परेको छ त्यो अनुसारले चाहिँ हामीले डिसाइड गर्छौँ वेदर वाट वी सुड एक्चुली डु कि सो बिसिसी म्याट्रिक्समा के गर्छ भने अब हामीले अघि जुन चाहिँ क्यालकुलेट गरेको नम्बर्सहरू चाहिँ यहाँ प्लट गर्छौँ सो चारवटा क्वाड्रेन्ट्सहरू छ यो बिसिसी म्याट्रिक्समा सो एउटा चाहिँ स्टार क्वेसन मार्क क्यास फ्लो एन्ड डग ओके सो स्टार्स भनेको चाहिँ यस्तो टाइपको सिचुएसन हो जहाँ चाहिँ ग्रोथ रेट एकदम हाई छ होइन अनि मार्केट सेयर पनि एकदम हाई छ ओके सो द्याट्स अ कम्बिनेसन अनि हामी यसलाई चाहिँ स्टार भन्छौँ कि सो स्टार्सहरूको केसमा चाहिँ अब युजली अ गुड स्ट्राटेजी इज यु डु फर्दर इन्भेस्टमेन्ट कि किनभने इन्डस्ट्री फर्दर ग्रो भइरहेको छ सो मोर इन्भेस्टमेन्ट गर्दाखेरि पछि झन् हामी स्ट्रङ्गर पोजिसनमा हुन सक्छौँ कि सो स्टार्स भनेको चाहिँ तपाईँको इट्स अ कम्बिनेसन अफ मार्केट ग्रोथ रेट एन्ड मार्केट हाई मार्केट सेयर होइन अनि अन द अदर ह्यान्ड हाम्रो एउटा अर्को क्वाड्रेन्ट छ विच इज कल क्यास काउ सो क्यास काउ भनेको चाहिँ अब लो ग्रोथ रेट छ मार्केट चाहिँ त्यति एक्सपान्ड भएको छैन वा तपाईँ एज अ कम्पनी चाहिँ तपाईँले त्यो मार्केटमा चाहिँ ठुलो पोजिसन चाहिँ क्याप्चर गर्नुभएको छ सो यस्तो केसमा अब इट मेक सेन्स टु डु नथिङ किनभने तपाईँ अलरेडी एउटा स्ट्रङ्गर पोजिसनमा छ होइन किनभने तपाईँको प्रडक्ट धेरै सेल पनि भइरहेको छ मार्केटमा ग्रोथ छैन अब अहिले चाहिँ अब जस्ट यु इन्जोय द्याट रिटर्न फ्रम द मार्केट कि सो सो क्यास काउ भनेको अभियसली इट्स अ गुड पोजिसन टु ह्याभ इन कि सो युजली ओभर द टाइम पिरियड तपाईँले मार्केटमा एउटा स्ट्रङ्गर पोजिसन बनाउनु भयो भने तपाईँको प्रडक्ट अर बिजनेस युनिटहरू चाहिँ क्यास काउको पोजिसनमा चाहिँ आइन्छ कि अनि अर्को छ तपाईँको क्वेसन मार्क कि क्वेसन मार्क भनेको चाहिँ अब ग्रोथ चाहिँ हाई छ मार्केटको होइन तर तपाईँले चाहिँ मार्केट क्याप्चर गर्नु सक्नु भएको छैन कि सो अभियसली अब क्वेसन मार्क भनेको चाहिँ अब यस्तो केसमा चाहिँ अब तपाईँले एउटा कन्सियस डिसिजन लिनुपर्ने हुन्छ
कि हामीले मार्केट सेयर चाहिँ कसरी इन्क्रिज गर्ने भनेर कि किनभने अब इन्डस्ट्री चाहिँ ग्रो भइरहेछ तर तपाईँको पोजिसन चाहिँ राम्रो छैन सो यसमा पनि अब इट मेक्स सेन्स द्याट यु सुड डु सम सर्ट अफ इन्भेस्टमेन्ट होइन सो द्याट तपाईँको प्रडक्ट अर बिजनेस पोर्टफोलियो जुन छ त्यसलाई चाहिँ हामीले कसरी स्टारमा चाहिँ कन्भर्ट गर्न सक्छ भनेर कि अनि लास्टमा छ हाम्रो डग होइन डग भनेको चाहिँ अब लिटल बिट वर्स सिचुएसन टु बी इन किनभने यहाँ चाहिँ मार्केट पनि ग्रो भइरहेको छैन होइन एकदम स्लो छ अन दि अदर ह्यान्ड तपाईँले मार्केट सेयर पनि क्याप्चर गर्नु सक्नु भएको छैन सो इट्स अ कम्बिनेसन अफ लो ग्रोथ एन्ड लो सेयर कि सो युजली यस्तो केसेसमा चाहिँ इट मेक्स सेन्स टु क्लोज डाउन द्याट पर्टिकुलर प्रडक्ट अर द्याट पर्टिकुलर बिजनेस कि सो अघिको जस्तै हामीले जुन चाहिँ क्यालकुलेट गरेको छ फर अल द बिजनेस पोर्टफोलियो हामी वान बाई वान यसमा प्लग गर्छौँ अनि बेस अपन देयर पोजिसन इन दिस क्वाड्रेन्ट त्यो अनुसारले चाहिँ हामी डिसाइड गर्छौँ कि अरू स्ट्राटेजी डेभलप गर्छौँ के गर्ने भनेर सो स्टारको केसमा हामी फर्दर इन्भेस्टमेन्ट गर्छौँ होइन किनभने वी वान्ट टु क्याप्चर द्याट ग्रोथ अल्सो होइन क्वेसन मार्क भयो भने वी वान्ट टु कन्भर्ट दोज बिजनेसेस अर प्रडक्ट इन्टु अ स्टार सो अगेन लाइक अलिकति हामी फर्दर इन्भेस्टमेन्ट गर्छौँ होइन क्यास काउमा को केसमा चाहिँ अब यसमा चाहिँ अब त्यति हामी केही पनि गर्दैनौँ कि वी जस्ट इन्जोय द्याट प्रफिट द्याट कम्स फ्रम दोज प्रडक्ट अर बिजनेस होइन अब डगको केसमा छ भने अब वी हेभ टु थिङ्क द्याट ओके वी सुड सट डाउन द्याट पर्टिकुलर प्रडक्ट अर बिजनेसेस कि सो कर्पोरेट लेभलमा हेर्नुहुन्छ भने आफ्नो पोर्टफोलियो कसरी म्यानेज गर्ने होइन कस्तो टाइपको स्ट्राटेजी लिने भनेको युजिङ दिस बिसिसी मेट्रिक्स सर्टेन गाइडलाइन्सहरू चाहिँ हामीलाई दिइरहेको हुन्छ ओके सो यहाँ अगेन फ्यु इक्जाम्पल छ चारवटा कम्पनी छ कम्पनी ए कम्पनी वान कम्पनी टू कम्पनी थ्री एन्ड कम्पनी फोर ओके सो इच अफ दिस कम्पनी अगेन डिफ्रेन्ट डिफ्रेन्ट क्वाड्रेन्टमा छ अब कम्पनी वान के सो हेर्नुहुन्छ भने अहिले कम्पनी वान चाहिँ तपाईँको क्यास काउ मा छ सो कम्पनी वानको चाहिँ हामी अब केही पनि गर्दैनौँ वी जस्ट इन्जोय द प्रफिट कम्पनी टूको कन्टेक्समा क्वेसन मार्कमा छ अब यो केसमा चाहिँ इट मेक्स सेन्स टु डु लिट बिट मोर इन्भेस्टमेन्ट एन्ड कन्भर्ट दिस इन्टु अ स्टार किनभने अब यसमा चाहिँ अलिकति इन्भेस्टमेन्टहरू गरेर जस्तै मोर मार्केटिङहरू गरेर राम्रो प्रडक्टहरू ल्याएर त्यो पर्टिकुलर मार्केटको चाहिँ हामीले मार्केट सेयर चाहिँ इन्क्रिज गर्न खोज्छौँ है कम्पनी थ्री स्टारमा छ अब अभियसली मार्केट पनि इन्क्रिज भइरहेको छ हाम्रो पोजिसन पनि स्ट्रङ छ हामी फर्दर इन्भेस्टमेन्ट गर्छौँ टु क्याप्चर दि मार्केट एज हाई एज पोसिबल होइन अनि कम्पनी फोर जुन चाहिँ डगमा छ अब यो चाहिँ अब इट मेक्स सेन्स टु क्लोज डाउन अल्सो कि किनभने यहाँ चाहिँ त्यति फाइदा पनि छैन हामी फर्दर इन्भेस्टमेन्ट गर्नको लागि भने किनभने मार्केटै ग्रो भइरहेको छैन कि अनि हामीले अन द अदर ह्यान्ड हाम्रो मार्केट सेयर पनि एकदम कम छ सो गुड स्ट्राटेजी अर टप लेभल म्यानेजमेन्टहरूले चाहिँ यस्तो कन्टेक्समा मोस्टली क्लोज डाउनै गरेको हुन्छ कि सो दिस इज हाउ द बिसिसी म्याट्रिक्स हेल्प अस टु डेभलप स्ट्राटेजी होइन यस्तो पिक्चर्सहरू बनाएर अब बेस अपन द कन्टेक्स होइन कुन क्वाड्रेन्टमा छ त्यो अनुसारले चाहिँ हामी डिसाइड गर्छौँ के गर्ने भनेर है। अब अर्को चाहिँ अगेन लाइक फर्दर इन्भेस्टमेन्टको जुन चाहिँ कुरा गरेको छ अब युजली कस्तो हुन्छ भने अब तपाईँको क्वेसन मार्क्सहरूलाई चाहिँ हामीले स्टार बनाउन खोज्छौँ अनि स्टार्स ओभर द टाइम पिरियड स्लोली क्यास काउमा कन्भर्ट हुन्छ किनभने मार्केट ग्रोथ रेट भनेको कन्टिन्युसली हाई नम्बरमा ग्रो भइरहेको हुँदैन सो इयर आफ्टर इयर जस्तै 50%ले ग्रो हुने प्र्याक्टिकल पनि हुँदैन आफ्टर सर्टेन टाइम इट स्लो डाउन अल्सो कि सो एआईको कन्टेक्समा हेर्नुहुन्छ भने अहिले एआईको इन्डस्ट्री इज बुमिङ कि बट आफ्टर 5 इयर्स 6 इयर्स यही रेटमा ग्रोथ हुन्छ भने नट सो स्योर ओके इट विल स्लोली कम डाउन टु अ नेचुरल नम्बर सेल्फ कि अनि अब यो डगको केसमा त अभियसली हामी एक्चुली इन्भेस्टमेन्ट पनि गर्छौँ समटाइम जस्ट टु क्लोज डाउन द बिजनेस सेल्फ एन्ड द पर्पज इज हियर नट द increase the market share, rather to close the business itself. Okay.
ओके, सो यो चाहिँ अब बिसिसी म्याट्रिक्स भयो होइन। अब हामी यसको वान मोर मोडल हामी हेर्छौँ विच इज अ एक्सटेन्डेड भर्जन अफ बिसिसी म्याट्रिक्स विच इज अल्सो कल्ड एज जिई मकेन्जी नाइन सेल म्याट्रिक्स। ओके, सो यसमा चाहिँ अब अलिकति कन्सेप्चुली इज एक्चुली सेम होइन। अघि जस्तै हामीले दुईटा नम्बर क्यालकुलेट गर्छौँ। एउटा चाहिँ त्यही मार्केट ग्रोथ रेट। अब यसमा चाहिँ द टर्म द्याट हेज बिन युज हियर इज इन्डस्ट्री एट्र्याक्टिभनेस। ओके, अनि अर्को चाहिँ कम्पिटेटिभ स्ट्रेन्थ कि हाम्रो त्यो मार्केटमा कति होल्ड छ भनेर। सो यसमा पनि हामीले त्यो मार्केट सेयरलाई पनि युज गर्न सकिन्छ कि। सो अगेन त्यो दुइटा नम्बर क्यालकुलेट गरेर फर अल द पोर्टफोलियो वी प्लग इन दिस पर्टिकुलर चार्ट अनि बेस अपन जहाँ चाहिँ अ, अ, छ यो चार्टमा, अनि त्यो वेमा चाहिँ हामी डिसाइड गर्छौँ के गर्ने भनेर है। सो वान अफ द मेजर डिफरेन्स बिट्विन हाम्रो यो बिसिजी म्याट्रिक्स एन्ड जिई म्याट्रिक्स इज बिसिजी म्याट्रिक्समा चारवटा क्वाड्रेन्टहरू हुन्छ, तर यो जिई म्याट्रिक्समा चाहिँ नाइनवटा क्वाड्रेन्टहरू हुन्छ कि। सो अघि बिसिजी हेर्नुहुन्छ भने चारवटा थियो होइन, यसमा चाहिँ नाइनवटा छ। बट इन टर्म्स अफ हाउ इट गेट युज इज अलमोस्ट सेम कि त्यो नम्बर क्यालकुलेट गर्ने, हाम्रो यो चार्टमा राख्ने अर दिस पर्टिकुलर ग्राफमा राख्ने, अनि जुन ठाउँमा परेको छ त्यो अनुसारले हामी डिसाइड गर्छौँ। सो यो कन्टेक्समा हेर्नुहुन्छ भने अब इट्स भेरी सिम्पल होइन। अब हाम्रो टप क्वाड्रेन्ट्सहरू जुन चाहिँ छ टप थ्री, यहाँ हेर्नुहुन्छ भने हाई एट्र्याक्टिभनेस, मिडियम एट्र्याक्टिभनेस होइन, र यो हाई कम्पिटेटिभ स्ट्रेन्थ र हाई स्ट्रेन्थहरू भएको दिज आर द आइडल क्वाड्रेन्ट होइन फर ग्रोथ के। सो यस्तो केसेसमा चाहिँ कुनै पनि प्रडक्ट र कुनै पनि बिजनेसेसहरू परेको छ भने हाम्रो स्ट्राटेजी भनेको इन्भेस्ट गरौँ अझै यसलाई ठुलो बनाऊ भनेर हामीले डिसाइड गर्छौँ कि। सो येल्लो क्वाड्रेन्टमा युजली अब अगेन दि आइडिया इज अलिकति मोर सेलेक्टिभ हुन्छ हामीले त्यो कन्टेक्समा चाहिँ। अब त्यो चुप लाएर पनि बस्न सक्छौँ, अनि कहिलेकाहीँ अब इफ यु डोन्ट लाइक यु मे अल्सो सट डाउन कि। बट रेडको जुन चाहिँ क्वाड्रेन्ट छ बटम थ्री क्वाड्रेन्टमा अब यस्तोमा पऱ्यो भने द सजेसन इज टु क्लोज डाउन द्याट पर्टिकुलर बिजनेस अर द्याट पर्टिकुलर प्रडक्ट कि। सो मार्केटबाट पुल आउट गर्ने अनि त्यसलाई चाहिँ छोडिदिने भनेर कि। ओके, सो दिज आर द टु टुल्स होइन। हाम्रो बिसिजी म्याट्रिक्स छ, जी मकिन्जी म्याट्रिक्स छ। अब यो चाहिँ मोस्टली कर्पोरेट लेभलमा युज हुन्छ इन टर्म्स अफ ग्रोथ होइन, स्पेसली तपाईँहरूसँग धेरै प्रडक्ट र धेरै बिजनेसेसहरू छ भनेर। सो एउटा सानो ग्राफमा हामीले सबै कुराहरू एकै ठाउँमा ल्याउँछौँ अनि जुन जुन ठाउँमा परेको छ त्यो अनुसारले हामी डिसाइड गर्छौँ के गर्ने भनेर। ओके, सो इन टर्म्स अफ इम्प्लिकेसन हेर्नुहुन्छ भने अब यो दुईटा टुल दिज आर स्ट्राटेजिक टुल्सहरू हो होइन, विच इज युज बाई कम्पनीज टु डेभलप स्ट्राटेजी होइन। सो एउटा कुरा चाहिँ के याद गर्नुपर्ने हुन्छ नि, अब यो दुईटा टुल मात्र युज गरेर चाहिँ डिसाइड चाहिँ त्यत्तिकै गर्नु मिल्दैन। दिज आर फ्यु अफ द टुल्स होइन जसले चाहिँ हामीलाई हेल्प गर्छ के गर्ने भनेर। सो हामीले यो टुल चाहिँ विथ सम अदर टुल्सहरू जस्तै अब यो इन्भाइरोमेन्टल एनालाइसिसहरू भयो, हामीले हिजो जुन चाहिँ डिस्कस गरेको थियो स्वाट एनालाइसिसहरू, हाम्रो पेस्टल एनालाइसिसहरू, दे आर लट्स अफ अदर एनालाइसिसहरू पनि छ। सो विथ कम्बिनेसन अफ दोज एनालाइसिस then only it makes sense for us to use these tools. So जस्ट यो दुईटा टुल हामीले बनायो अनि यो दुईटा टुलमा हामीले नम्बर्सहरू राख्यो, अब हामी डिसाइड गर्ने त्यसरी चाहिँ हुँदैन। सो अलिकति केयरफुल चाहिँ हुनुपर्ने हुन्छ कि यो कन्टेक्समा है। सो अर्को इम्प्लिकेसन भनेको यस्तो टाइपको टुल्सहरू जब तपाईँले युज गर्न खोज्नु भइरहेको छ, तपाईँले अगेन लाइक कन्टिन्युसली आफ्नो कम्पिटिटर मार्केट ट्रेन्डहरू आउटसाइड अफ द अर्गनाइजेसन विदिन यर कम्पनी कन्टिन्युसली मोनिटर चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँसँग धेरै इन्फर्मेसन चाहिँ हुनुपर्ने हुन्छ इन टर्म्स अफ मेकिङ अ डिसिजन कि। सो फ्यु लिमिटेसन्स आर अल्सो देयर होइन यो दुईटा टुलमा। अगेन एकदम सिम्प्लिफाइड टुल छ, भेरी सिम्पल टु अन्डरस्ट्यान्ड, बट समटाइम अगेन धेरै सिम्पल हुने कारणले चाहिँ समटाइम डाउट पनि आउन सक्ने हुन्छ
कि जस्ट बेस अपन टु नम्बर्स हामीले एकदम क्रिटिकल डिसिजन्सहरू लिइरहेको छौँ, एउटा ग्रोथ रेट र हाम्रो मार्केट ग्रोथ रेट र हाम्रो मार्केट सेयर। ओके, सो अरू कुरा केही पनि यसमा आउँदैन, सो अलिकति केयरफुल चाहिँ हुनुपर्ने हुन्छ। ओके, अनि यसमा अरू अघि मैले भनेअनुसार जुन चाहिँ थियो अब कम्पिटेटिभ फ्याक्टर्सहरू, एक्सटर्नल फ्याक्टर्सहरू जुन चाहिँ हाम्रो इन्भाइरोमेन्टबाट आउँछ त्यसलाई इग्नोर पनि गर्छ। सो त्यो कारणले चाहिँ जस्ट बिकज यो नम्बर्सहरूको बेसमा चाहिँ त्यसरी डिसाइड गर्न डजन्ट मेक सेन्स अल्सो। है, अनि अर्को एउटा मेजर लिमिटेसन के छ भने यो टुलको, यसले चाहिँ दुईटा प्रडक्टको सिनर्जी चाहिँ इग्नोर गर्छ। सो कहिलेकाहीँ के हुन्छ भने अब प्रडक्ट ए पनि छ, प्रडक्ट बी पनि छ तपाईँसँग। प्रडक्ट ए चाहिँ तपाईँको स्टार भयो, प्रडक्ट बी चाहिँ तपाईँको डग भयो, होइन? सो यसमा अब ग्राफ हेर्नुहुन्छ भने अब प्रडक्ट ए चाहिँ तपाईँले फर्दर इन्भेस्ट गर्नुपर्छ, प्रडक्ट बी चाहिँ तपाईँले क्लोज डाउन गर्नुपर्ने हुन्छ कि। तर कहिलेकाहीँ के कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ भने यो प्रडक्ट ए र प्रडक्ट बीको बिचमा के रिलेसनसिप पनि छ कि छैन त्यो पनि चेक गर्नुपर्ने हुन्छ कि। सो यो पर्टिकुलर ग्राफमा चाहिँ त्यो आस्पेक्टहरू चाहिँ इग्नोर गरेको हुन्छ कि। सो अलिकति हामीले यो वेमा चाहिँ एक्स्ट्रा केयरफुल चाहिँ हुनुपर्ने हुन्छ। सो डाइरेक्टली एउटा ग्राफ आयो, ल यो ग्राफको बेसिसमा म डिसाइड गर्छु भनेर त्यो चाहिँ मिल्दैन कि। सो स्ट्राटेजी भनेको अगेन तपाईँले हामीले डिस्कस पनि गरेको थियो अगेन, लाइक स्टेप बाई स्टेप इन्भाइरोमेन्टल एनालाइसिसहरू, हाम्रो डिरेक्सन के छ, सबै कुरालाई कन्सिडर गरेर चाहिँ यस्तो खालको डिसिजन्सहरू चाहिँ लिनुपर्ने हुन्छ। सो जस्ट बिकज एउटा ग्राफ बनायो, सो ग्राफले चाहिँ यस्तो भनेको छ त्यो वेमा चाहिँ डिसाइड गर्दाखेरि चाहिँ पछि झनै ठुल्ठुलो मिस्टेक्सहरू चाहिँ हुन सक्ने हुन्छ कि। अनि अर्को एउटा मेजर लिमिटेसन के छ भने अब यो जुन चाहिँ टुल छ यसको लागि सर्टेन नम्बर्सहरू क्यालकुलेट गर्नुपर्ने हुन्छ। सो यसको लागि अभियसली तपाईँले डिटेल डेटाहरू चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ कि। सो अगेन एकदमै कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ मार्केटमा चाहिँ। ओके, सो सो दिज आर द इम्प्लिकेसन एन्ड लिमिटेसन, होइन? केही कन्फ्युजनहरू छ तपाईँहरूलाई? We have just introduced one of the tool today for strategy formulation, especially for corporate level strategiesहरू, जसमा चाहिँ आज हामीले यो बिसिजी म्याट्रिक्स र जीको 9 सेल म्याट्रिक्सहरू डिस्कस गरेको छौँ। ओके, सो थ्याङ्क यू सो मच है। So we have now just discussed the corporate level strategy होइन। कर्पोरेट लेभलमा मोस्टली हामी यो आफ्नो बिजनेसलाई कसरी ठुलो बनाउने त्यो लेभलमा चाहिँ स्ट्राटेजी डेभलपमेन्ट गर्छौँ। सो नाउ हामी यो बिजनेस लेभल स्ट्राटेजीमा अलिकति फर्दर डिस्कस गर्छौँ, जहाँ चाहिँ हाम्रो मेन अब्जेक्टिभ के भने कम्पिटेटिभ एडभान्टेज चाहिँ कसरी क्रिएट गर्ने भनेर। सो कम्पिटेटिभ एडभान्टेज भनेको के हो भने यस्तो सिम्पल टर्ममा यस्तो खालको रिसोर्सेस, यस्तो खालको आइटम होइन, जसले चाहिँ तपाईँलाई चाहिँ आफ्नो कम्पिटिटरलाई बिट गर्न सक्ने एडभान्टेज दोस् होइन। सो त्यसलाई चाहिँ हामी कम्पिटेटिभ एडभान्टेज भन्छौँ होइन। सो अभियसली एउटा स्ट्राटेजीको मेन पार्ट पनि यही नै हो, कम्पिटेटिभ एडभान्टेज डेभलप गर्ने भनेर कि। सो यसमा हामीले एउटा टुल इन्ट्रोड्युस गराउँछौँ होइन। सो बिफोर द्याट लेट्स सी सम इक्जाम्पल्सहरू। अब मैले मोस्टली इन्टरनेसनल कम्पनीजहरूको अहिले राखेको छौँ होइन। सो जस्तो वालमार्ट हेर्नुहुन्छ भने यो छ युएस कम्पनी। अब वालमार्ट वर्ल्ड वाइड केमा पपुलर छ भने त्यहाँ चाहिँ एकदम सस्तोमा सामानहरू पाइन्छ कि। अनि त्यो कसरी पोसिबल भयो भने उहाँले एउटा यस्तो सप्लाई चेन क्रिएट गर्नुभएको छ जसमा चाहिँ एकदम वालमार्टले ठुलो लेभलमा सामानहरू किन्छ, अनि त्यो किन्दाखेरि एउटा बल्क डिस्काउन्ट गरेर आफ्नो कस्टलाई चाहिँ एकदम मिनिमम लेभलमा राख्छ अनि अब त्यही कस्ट कम हुनासाथ उहाँहरूले चाहिँ आफ्नो प्राइसेसहरू पनि कम राख्न सक्ने क्यापेबिलिटीमा चाहिँ मा पनि ल्याएको छ कि। सो कस्टमरले पनि अब वालमार्टको कन्टेक्समा हेर्नुहुन्छ भने अब वालमार्ट गयो भने मैले जस्तो एउटा सस्तो वेमा सस्तोमा चाहिँ सामान पाइन्छ भनेर एउटा त्यो पर्सेप्सन पनि छ कि। अगेन यही कारणले गर्दाखेरि वालमार्ट हेज बिकम मल्टिबिलियन डलर कम्पनी इन युएस होइन।
सो अर्को इक्जाम्पल जस्तै एप्पलको केस हेर्नुहुन्छ भने एप्पलको अल स्ट्राटेजी अलिकति डिफ्रेन्ट छ कि कम्पिटेटिभ एडभान्टेज पाउनको लागि। सो अब एप्पल अभियसली कस्टमा त्यति हेर्दैन, उहाँले लो प्राइसमा अफर गर्छु भने त अभियसली कहिले पनि हामीले सुनेको पनि छैन। सो मोस्टली एप्पलको कन्टेक्समा हेर्नुहुन्छ भने अब उहाँहरू चाहिँ अब राम्रो टेक्नोलोजी दिनुपर्छ कस्टमरलाई, प्रिमियम डिजाइनहरू दिनुपर्ने हुन्छ, एकदम इजी टु युज प्रडक्टहरू दिनुपर्ने हुन्छ, त्यो वेमा चाहिँ सोचिरहेको हुन्छ। अनि यसलाई नै बेस बनाएर उहाँहरूले चाहिँ कम्पिटेटिभ एडभान्टेजहरू क्रिएट गरेको छ। अन द अदर ह्यान्ड हाम्रो यो रोल्स रोइस भन्ने छ, इट्स अ लग्जरी कार होइन। अब रोल्स रोयसको केसमा हेर्नुहुन्छ भने यो प्रडक्ट सबैलाई बेचिँदैन। वर्ल्ड वाइड तपाईँको इयरली प्रडक्सन हेर्नुहुन्छ भने वर्षमा 50वटा जति मात्रै गाडीहरू बनिन्छ रोल्स रोयको कि। सो अगेन रोल्स रोय भनेको अगेन कि उहाँहरूले के गर्नुहुन्छ भने एकदम टार्गेटेड रिच पर्सन्सहरूलाई मात्र केटर गरिरहेको हुन्छ कि। सो अगेन यो तिनवटा केसमा के हुन्छ भने इच अफ दिस कम्पनीज आर सक्सेसफुल इन नेचर होइन, उहाँहरूसँग एउटा सर्टेन कम्पिटेटिभ एडभान्टेज छ होइन। तर हाउ दे गट द कम्पिटेटिभ एडभान्टेज टोटली डिफ्रेन्ट। वालमार्टको केसमा लो कस्टमा उहाँहरू मोर फोकस गर्नुभएको छ इन टर्म्स अफ बिकमिङ कम्पिटेटिभ इन द मार्केट। हाम्रो सेकेन्ड कम्पनी एप्पल होइन, उहाँले चाहिँ मोर अफ अ प्रिमियम प्रडक्टहरू दिनु पर्यो, इनोभेटिभ प्रडक्टहरू दिनु पर्यो होइन, राम्रो टेक्नोलोजीहरू दिनु पर्यो, त्यो वेमा चाहिँ आफ्नो प्रडक्टहरू डेभलप गरेर कस्टमरलाई सेल गरेको छ होइन। सो अगेन अ भेरी डिफ्रेन्ट अप्रोच। एन्ड रोल्स रोयले अगेन दे डोन्ट वान्ट टु गो टु द बिगर मार्केट, सबैलाई बेच्दैन रोल्स रोयले कि। मैले अघि पनि भन्थेँ 50वटा त गाडी बनाउँछ इयरली कि। सो दे ओन्ली टार्गेट टु एकदम सानो ग्रुप अफ इन्डिभिजुअलहरू कि विथ द प्रिमियम प्राइसेसहरू कि। सो यही हो हाम्रो बिजनेस स्ट्राटेजी बनाउने एउटा केसेसहरू कि जसले चाहिँ कम्पिटेटिभ एडभान्टेजहरू क्रिएट गरेको छ। सो यो तिनवटा केसेसहरू हामीले कसरी बुझ्न सकिन्छ, एउटा सिम्पल मोडल विच वाज डेभलप बाई माइकल पोर्टर। अनि अहिले पनि लस अफ कम्पनीजहरूले यो पर्टिकुलर अप्रोचहरू लिन्छ इन टर्म्स अफ डेभलपिङ द कम्पिटेटिभ एडभान्टेज। सो यसलाई चाहिँ के भन्छ भने एज पर माइकल पोर्टर जेनरिक स्ट्राटेजिजहरू। अनि यसको मेजर अब्जेक्टिभ भनेको कसरी चाहिँ कम्पिटेटिभ एडभान्टेज क्रिएट गर्ने भनेर है। सो यसमा अब एउटा सानो एउटा यहाँ चार्ट पनि छ विच इज डेभलप बाई माइकल पोर्टर। सो यसमा चाहिँ चारवटा डिफ्रेन्ट स्ट्राटेजिजहरू चाहिँ उसले सजेस्ट गरेको थियो कि। सो यो फर्स्ट स्ट्राटेजी के छ भने हाम्रो कस्ट फोकस स्ट्राटेजी भनेर भनेको छ। सो कस्ट फोकसमा हाम्रो सरी कस्ट लिडरसिप भनेर एउटा आइडेन्टिफाई गरेको छ। सो कस्ट लिडरसिपमा के छ भने अब तपाईँले आफ्नो प्रडक्ट सबैलाई धेरैजनालाई बेच्ने भनेर एउटा माइन्डसेट राखेको हुन्छ। सो अन दि अदर ह्यान्ड त्यो प्रडक्टको कस्ट चाहिँ म लोएस्टमा राख्छु, अरूभन्दा एकदम लो कस्टमा राखेर चाहिँ म धेरैजना कस्टमरलाई बेच्छु भनेर त्यो माइन्डसेटमा चाहिँ यो स्ट्राटेजी चाहिँ डेभलप गरिन्छ कि। सो अगेन कस्ट लिडरसिपको मेजर अब्जेक्टिभ भनेको तपाईँको कस्ट अफ प्रडक्सन चाहिँ एज लो एज पोसिबल, अरूभन्दा कम वेमा चाहिँ म प्रड्युस गर्छु भनेर त्यो माइन्डसेटमा चाहिँ स्ट्राटेजी डेभलपमेन्ट्सहरू गराइन्छ कि। सो कस्ट लिडरसिपको अगेन वान अफ द मेन एडभान्टेजेस तपाईँलाई थाहा छ तपाईँको कस्ट लो छ भनेर भोलि इनकेस प्राइस वार केही भयो भने तपाईँले आफ्नो कम्पिटिटरलाई इजिली बिट पनि गर्न सकिन्छ कि। सो इट्स अ भेरी पावरफुल स्ट्राटेजी टु ह्याभ होइन, बट भेरी डिफिकल्ट किनभने मार्केटमा एकजना मात्रै हुन्छ जसले चाहिँ लो कस्टमा प्रड्युस गर्न सकिन्छ कि। सो अरूहरू जसले चाहिँ हायर कस्टमा गरेको छ यो यो पर्टिकुलर स्ट्राटेजी चाहिँ अचिभ चाहिँ गर्न सकिँदैन कि। अब सेकेन्ड स्ट्राटेजी भनेको डिफ्रेन्सिएसन ए अब सरी लो कस्ट स्ट्राटेजीमा अघि जुन चाहिँ मैले मेन्सन गरेको छु वालमार्टको केस, द्याट्स द स्ट्राटेजी द कम्पनी हेज एक्चुअली टेकन कि। अब सेकेन्ड स्ट्राटेजी छ हाम्रो डिफ्रेन्सिएसन। डिफ्रेन्सिएसनमा चाहिँ हाम्रो माइन्डसेट के हुन्छ भने हामी अगेन धेरैजनालाई बेच्छौँ तर हाम्रो प्रडक्ट चाहिँ अरू कम्पिटिटर भन्दा चाहिँ हामी डिफ्रेन्ट वेमा चाहिँ बेच्छौँ भनेर
सो हाम्रो प्रडक्ट र हाम्रो कम्पिटिटिभ प्रडक्ट चाहिँ इज नट द सेम भनेर त्यो अप्रोचमा चाहिँ ब्रोडर मार्केटलाई टार्गेट गरेर हामी आफ्नो स्ट्राटेजी बनाउँछौँ के सो यो भनेको एप्पलको केस हो सो एप्पलले पनि धेरै वर्ल्ड वाइड लस अफ कस्टमरलाई केटर गर्छ सो उहाँको डिफ्रेन्सिएसन के भन्यो भने इनोभेसन टेक्नोलोजी इजी टु युज प्रडक्टहरू के अनि कस्टमरले पनि त्यो चाहिँ बुझेको पनि छ अनि द्याट्स द रिजन वाइ कस्टमर्सहरूले चाहिँ त्यत्रो हाई प्राइसेसहरू पे गरिरहेको छ त्यो प्रडक्ट किन्नको लागि भनेर कि नेपालमै हेर्नुहुन्छ भने आइफोनहरू अलमोस्ट 1,50,000 2 लाखसम्म पनि छ त्यति हाई प्राइसेस प्रिमियम प्राइसेसहरू पे गरेर त्यो इनोभेटिभ प्रडक्ट आफ्नो आफूसँग राख्ने को लागि दे आर विलिङ टु पे द्याट पर्टिकुलर प्राइसेस अल्सो कि सो अहिलेको कन्टेक्समा हेर्नुहुन्छ भने मोस्ट अफ द कम्पनीजहरू जुन चाहिँ रिनाउन्ड छ पपुलर छ हेज एक्चुली युज दिस स्ट्राटेजी अल्सो कि सो यसको चाहिँ एउटा मेजर अप्रोच छ कि इन टर्म्स अफ इम्प्लिमेन्टेसन इज हामी अरू कम्पिटिटर भन्दा डिफ्रेन्ट छौँ भनेर कस्टमरलाई चाहिँ प्रेजेन्ट गर्न सक्छ कि सो दिज आर द मेजर टु स्ट्राटेजी लो कस्ट र डिफ्रेन्सिएसन अब अर्को चाहिँ हाम्रो दुईटा छ जुन चाहिँ कस्ट फोकस छ डिफ्रेन्सिएसन फोकस सो यसमा चाहिँ अलमोस्ट द वे वी अप्रोच टु द कस्टमर इज सेम होइन द वे वी डेभलप द स्ट्राटेजी इज सेम द ओन्ली डिफरेन्स चाहिँ सानो हल्का डिफरेन्स भनेको इन्स्टेड अफ ठुलो मार्केट एउटा सानो मार्केटमा चाहिँ हामी फोकस गर्छौँ सो जस्तै फोकस भन्न साथै जस्तै अब वर्ल्ड वाइड होइन कि म काठमाडौँ मात्रै फोकस गर्छु होइन इन टर्म्स अफ जियोग्राफी अर म नेपालमा मात्रै फोकस गर्छु होइन तपाईँले अर्को पनि के गर्न सक्नु इन टर्म्स अफ प्रडक्ट अल्सो म धेरैवटा प्रडक्ट बेच्दिनँ म एउटा प्रडक्ट मात्रै फोकस गर्छु होइन कुनै एउटा एरियामा चाहिँ तपाईँ फोकस गर्नुहुन्छ अनि त्यो फोकस गरेर चाहिँ त्यसमा चाहिँ सम सर अफ डिफ्रेन्सिएसन क्रिएट गरेर प्रिमियम प्राइसेसमा चाहिँ कस्टमरहरूलाई बेच्छौँ सो रोल्स रोय इज अ क्लासिकल इक्जाम्पल अफ डिफ्रेन्सिएसन फोकस सो आफ्नो प्रडक्टलाई पनि डिफ्रेन्सिएट गरेको छ सो रादर देन टार्गेटिङ लस अफ कस्टमर्स उहाँले चाहिँ एउटा सानो ग्रुपलाई मात्रै फोकस गरेको छ कि सो पोर्टसकोले यो जेनरिक स्ट्राटेजीमा चाहिँ मोस्टली हाम्रो तिनवटा स्ट्राटेजी आउँछ एउटा लो कस्ट स्ट्राटेजी डिफ्रेन्सिएसन स्ट्राटेजी र फोकस स्ट्राटेजी कि सो फोकसमा अगेन दुईवटा सब क्याटेगोरी छ एउटा चाहिँ कस्ट फोकस भयो अर्को चाहिँ डिफ्रेन्सिएसन फोकसहरू भयो है सो पोर्टर्सको मेन हाम्रो जुन चाहिँ यो बिजनेस स्ट्राटेजी छ त्यसमा चाहिँ मेजर आउटपुट चाहिँ हामीले कसरी कम्पिटेटिभ एडभान्टेज क्रिएट गर्ने भनेर त्यो माइन्डसेटमा चाहिँ अगाडि बढ्छ एन्ड दिज आर द फोर स्ट्राटेजी द कम्पनी क्यान एक्चुली टेक कि सो मेन एप्लिकेसन अगेन मैले अघि भने जस्तै एउटा कम्पिटेटिभ एडभान्टेज गेन गर्नको लागि युज गरिन्छ जेनरल स्ट्राटेजीहरू अर्को चाहिँ एउटा फोकस पनि दिन्छ कि सो फोकस भन्दा साथ जस्तै तपाईँ लो कस्ट स्ट्राटेजी गर्नुहुन्छ भने द वे तपाईँले आफ्नो बिजनेस चलाउनुहुन्छ आफ्नो मार्केटिङ गर्नुहुन्छ आफ्नो रिसोर्सेसहरू एलोकेट गर्छ विल बी टोटली डिफरेन्ट देन द कम्पनी हु गोज फर दि डिफ्रेन्सिएसन स्ट्राटेजी कि सो जस्तै अब नेपालको सरी यो मोबाइल इन्डस्ट्रीको कन्टेक्समा हेर्नुहुन्छ भने एप्पलले आफ्नो बिजनेस जसरी डिजाइन गरेको छ इज डिफरेन्ट देन साउमीहरू यो चाइनिज कम्पनीहरूले जसरी डिजाइन गरेको छ कि सो यो स्ट्राटेजीहरूले चाहिँ तपाईँहरूलाई गाइड गर्छ कसरी चाहिँ हामी अगाडि बढ्ने भनेर अनि एउटा पर्टिकुलर फोकस पनि दिन्छ केमा चाहिँ हामीले गर्नुपर्छ केमा चाहिँ हामीले गर्नु हुँदैन भनेर कि एन्ड लास्टली अभियसली मार्केट पोजिसनिङ अब लोकल स्ट्राटेजी छ भने तपाईँले आफ्नो प्रडक्टलाई मार्केटमा कसरी पोजिसन गर्छ त्यसमा पनि हेल्प गरेर आउँछ जस्तै अहिलेको कन्टेक्समा हेर्नुहुन्छ भने वालमार्टहरू कस्टमरहरूले के बुझ्छ भने यहाँ चाहिँ सस्तो पाउँछ भनेर कि अनि एप्पलमा डिफ्रेन्सिएसन स्ट्राटेजी लिएर गयो उनीहरूले अनि मार्केटमा कसरी पोजिसन गर्यो हामी चाहिँ एकदम इनोभेटिभ प्रडक्ट हो सो वी आर डिफरेन्ट देन द कम्पिटिटर त्यसरी चाहिँ पोजिसन गर्यो एन्ड अन द अदर ह्यान्ड रोल्स रोयको केसमा उहाँले चाहिँ हामी लग्जरी प्रडक्ट हो एन्ड दिज आर ओन्ली फर हाई नेट इन्डिभिजुअल ओन्ली सो जोसँग धेरै पैसा छ त्यसलाई मात्रै भनेर यो गाडी डिजाइन गरेको हो भनेर त्यसरी चाहिँ पोजिसन गरेको छ है सो कस्टमरले पनि त्यही पोजिसनहरू गरेर दे वान्ट टु गेट एसोसिएटेड विथ द कम्पनी है सो मेन एप्लिकेसन भनेको हाम्रो यो तिनवटा छ कम्पिटेटिभ एडभान्टेज स्ट्राटेजिक फोकस र मार्केट पोजिसनिङ
सो लेट्स गो फर्दर होइन। अब एउटा अर्को पनि एउटा मेजर कन्सेप्ट छ विच वी हेभ टु नो कि दिस इज कल स्टक इन द मिडल कि। सो कहिलेकाहीँ के हुन्छ भने अब सर्टेन कम्पनीजहरूले के सोच्छ भने म लो कस्टमा पनि प्रड्युस गर्छु र म डिफ्रेन्सिएसन पनि गर्छु भनेर होइन। अब यस्तो केसेसहरू भयो भने तपाईँले दुईटा स्ट्राटेजी एट द सेम टाइम चाहिँ इम्प्लिमेन्ट गर्न खोजिरहेको फर्मुलेट गर्न खोजिरहेको हुन्छ। बट इम्प्लिमेन्टेसनमा के प्रब्लम आउँछ भने सो लो कस्टमा चाहिने जुन चाहिँ रिसोर्सेसहरू छ, जुन चाहिँ माइन्डसेटहरू छ र डिफ्रेन्सिएसनमा चाहिने जुन चाहिँ माइन्डसेट र रिसोर्सेसहरू छ, इट विल बी भेरी डिफ्रेन्ट कि। अनि यस्तो केसेसमा चाहिँ तपाईँ स्टक इन द मिडल हुन्छ, न यहाँको न त्यहाँको होइन। सो यस्तो केसेस भनेर सकेसम्म अभोइड गर्नुपर्ने हुन्छ कि। सो पोर्टलले पनि त्यही भनेको छ भने इट्स भेरी डिफिकल्ट कि टु अडप्ट मल्टिपल स्ट्राटेजी एट द सेम टाइम कि। सो द्याट्स द रिजन वाइ हामीले एकदम क्लियरली आइडेन्टिफाई गर्नुपर्ने चाहिँ हामी अगाडि कसरी बढ्ने भनेर, कि हामी लो कस्टमा जाने कि हामी डिफ्रेन्सिएसन गरेर अगाडि बढ्ने भनेर, अर कस्ट फोकस र डिफ्रेन्सिएसन फोकस। सो यो कुरा चाहिँ अगाडि नै क्लियर गर्नुपर्ने हुन्छ। सो सबै गर्छु एकैचोटि भने इट्स नट पोसिबल कि। अब पोसिबल त छ, धेरै धेरै रिसोर्सेसहरू चाहिन्छ, धेरै पैसा धेरै लगानी गर्नुपर्ने हुन्छ कि। इभन एउटा सिम्पल कुरा, कुन चाहिँ सिइओ हायर गर्ने पनि यो स्ट्राटेजीले डिफाइन गरेर हुन्छ। सो कस्ट लिडरसिपमा तपाईँलाई इनोभेटर्सहरू चाहिँ मेबी चाहिन नसक्ने रिक्वायरमेन्ट्सहरू हुन्छ कि। तपाईँलाई चाहिँ मोर अफ एडमिनिस्ट्रेटिभ पर्सनहरू, अलिकति कस्ट कन्ट्रोल गर्ने टाइपको मान्छेहरू हायर गरेर आउँछ कि। बट इन टर्म्स अफ डिफ्रेन्सिएसन होइन, अलिकति मोर भिजनरी इनोभेटिभ पर्सन्सहरू चाहिँ चाहिन सक्ने रिक्वायरमेन्ट हुनसक्छ आफ्नो टिममा कि। सो एउटा चाहिँ यो फ्यालेसी पनि छ, हामी सबै कुरा गर्न सक्छौँ भनेर होइन। अब यस्तो केसमा चाहिँ तपाईँ स्टक इन द मिडल हुन्छ, विच इज अ वर्स सिचुएसन टु बी इन कि। सो एकदम फ्यु कम्पनीजहरूले मात्रै यो मल्टिपल स्ट्राटेजी चाहिँ एकै टाइममा चाहिँ आफ्नो इम्प्लिमेन्टेसनमा चाहिँ ल्याउन सक्छ। सो अदरवाइज मोस्ट अफ द कम्पनीले चाहिँ सकेको पनि छैन यसलाई चाहिँ कि। सो स्टक इन द मिडल को कन्सेप्ट चाहिँ भेरी क्लियर छ। अब इफ यु वान्ट टु ट्राई मल्टिपल थिङ देन अगाडि बढ्न च्यालेन्जिङ पार्टहरू हुन्छ कि। सो रादर वी जस्ट फोकस अन वान पर्टिकुलर स्ट्राटेजी अनि त्यही अनुसारले हाम्रो रिसोर्सेसहरू, हाम्रो टिमहरू, हाम्रो अर्गनाइजेसन स्ट्रक्चरहरू त्यो वेमा चाहिँ हामी डिफाइन गर्दाखेरि बेटर हुन्छ। ओके। So one more strategy, your sana question sir here. Will you compete in crowded space or carve out your own path to success? यसको मिनिङ चाहिँ के भने तपाईँ जस्तै कुनै मार्केटमा इन्ट्री गर्न खोज्नु भइरहेछ, कुन चाहिँ मार्केटमा जाने भनेर होइन। यहाँ दुईटा चोइस छ। एउटा चाहिँ हाई कम्पिटिसन, जहाँ चाहिँ धेरैवटा कम्पनीजहरू अलरेडी छ होइन, फाइटिङ फर द सेम कस्टमर। अर डु यु वान्ट टु क्रिएट यर ओन मार्केट होइन। सो यो दुइटा पनि सिचुएसन आउन सक्छ इन टर्म्स अफ यो बिजनेस स्ट्राटेजीमा कि। सो अब अभियसली हाई कम्पिटिसनमा तपाईँलाई थाहा छ कस्टमर अलरेडी त्यहीँ छ, तर अन द अदर ह्यान्ड कम्पिटिटर्सहरू पनि धेरै छ। सो यस्तो मार्केटमा चाहिँ तपाईँको सर्भाइभल मोस्टली कसरी कम्पिटिटर्सहरूलाई बिट गर्ने भनेर डेभलप गर्नुपर्ने हुन्छ कि। अन दि अदर ह्यान्ड तपाईँको नयाँ मार्केट बनाउनु हुँदैछ भने अभियसली त्यहाँ कम्पिटिटर्सहरू पनि कम हुन्छ। अनि तपाईँको फोकस चाहिँ अब इनोभेसनमा हुन्छ रादर देन कम्पिटिसन कि। सो अहिलेको कन्टेक्समा हेर्नुहुन्छ नि, यसलाई चाहिँ हामी कसरी डिफाइन गर्छौँ भने रेड ओसन स्ट्राटेजी र ब्लू ओसन स्ट्राटेजी भनेर कि। सो रेड ओसनमा वी आर ट्राइङ टु एन्टर इन कम्पिटेटिभ मार्केट, ब्लू ओसनमा भनेको आफ्नै नै नयाँ मार्केट बनाउने भनेर। सो इन कन्टेक्स अफ नेपाल फ्यु केसेसहरू छ, जस्तै ई सेवा भयो। ई सेवाले जब आफ्नो नयाँ प्रडक्ट लन्च गरेको थियो रिगार्डिङ यो खल्ती जुन चाहिँ अनलाइन पेमेन्ट सिस्टम, त्यो बेलामा अरू प्लेयर्सहरू पनि थिएन। सो ई सेवाले मार्केट एन्ट्री गर्यो र अहिले पनि हेर्नुहुन्छ नि एउटा ठुलो मार्केट सेयर क्याप्चर गरेको छ। अहिले पनि अहिलेको केसमा हेर्नुहुन्छ नि ठुलो मार्केट सेयरै क्याप्चर गरेको छ, ठुलो कस्टमर बेस पनि छ।
कि पठाउ इज अनदर इक्जाम्पल होइन। जब पठाउभन्दा अगाडि त अभियसली टुजल पनि थियो, तर पठाउ जब आयो त्यो बेलामा पनि मार्केट एकदमै नयाँ नै थियो होइन। अनि अहिलेको कन्टेक्समा हेर्नुहुन्छ भने पठाउले कन्सटेन्टली इनोभेट पनि गर्यो अनि राम्रो पोजिसनमा पनि आयो कि। अब रेड ओसन स्ट्राटेजीमा अहिले हेर्नुहुन्छ भने अब अनलाइन बिजनेसेसहरू एउटा क्लासिकल इक्जाम्पल हो। अब तपाईँले एउटा अनलाइन बिजनेस खोल्नुलाई सोच्नु भइरहेछ भने सो मेनी कम्पिटिटर्स आर देयर। अनि तपाईँले अरूलाई कसरी बिट गर्ने, अरूलाई मार्केटमा कसरी आफू स्ट्रङ बन्ने भने कम्पिटिटरलाई कसरी बिट गर्ने, त्यो वेमा चाहिँ अगाडि बढ्नुपर्ने। रेस्टुरेन्ट्स अगेन अ क्लासिकल इक्जाम्पल अफ रेड ओसन स्ट्राटेजी। सो अगेन अब डिपेन्डिङ अन कन्टेक्स्ट होइन, डिपेन्डिङ अपन यो इन्ट्रेस्ट, तपाईँले चाहिँ अगेन कुन वेमा अगाडि बढ्ने भनेर पनि डिसाइड गर्न सक्नुहुन्छ। सो यो दुइटामा हेर्नुहुन्छ भने अभियसली राम्रो वे भनेको चाहिँ अभियसली ब्लु ओसन स्ट्राटेजी हो कि, जहाँ चाहिँ तपाईँलाई कम्पिटिसन भन्दाखेरि पनि मोर अफ अ इनोभेसन त्यो वेमा चाहिँ अगाडि बढिन्छ है। सो दिज आर फ्यु अफ द डिफरेन्सेस होइन, रेड ओसन स्ट्राटेजी र ब्लु ओसन स्ट्राटेजी। अब मैले एउटा चाहिँ राम्रो हो अर्को चाहिँ नराम्रो हो भने त्यो भन्नु चाहिँ खोजेको होइन। तर आइडियली तपाईँलाई कुनै एउटा चुज गर्नु पर्यो भने चाहिँ ब्लु ओसन स्ट्राटेजी इज बेटर देन रेड ओसन स्ट्राटेजी। सो ब्लु ओसन भनेको अगेन तपाईँले आफ्नै मार्केट आफूले क्याप्चर बनाउने हो। अन द अदर ह्यान्ड रेड ओसन भनेको एक्जिस्टिङ मार्केटमा तपाईँ एन्ट्री गर्ने हो कि। सो दिज आर फ्यु अफ द डिफरेन्सेस होइन। अब यसमा चाहिँ अब आफ्नो द वे वी अप्रोच द मार्केट इज अगेन लिटल बिट डिफरेन्ट। सो रेड ओसन स्ट्राटेजीमा तपाईँले मार्केट क्रिएट गर्नु परेन होइन। तर ब्लु ओसन स्ट्राटेजीमा चाहिँ अब आफूले नै नयाँ मार्केट क्रिएट गर्नुपर्छ। सो द्याट्स अ मेन च्यालेन्ज। तर एकचोटि त्यो मार्केट क्रिएट गर्न सक्नु भयो भने चाहिँ देन इट बिकम्स अ पावरफुल स्ट्राटेजी। सो अहिलेको वर्ल्ड वाइड कन्टेक्समा हेर्नुहुन्छ भने अब मोस्ट अफ द न्यू इन्भेस्टमेन्ट हेज गन इन्टु ब्लु ओसन स्ट्राटेजी। जसले अडप्ट गरेको छ त्यसमा चाहिँ बढी इन्भेस्टमेन्टहरू आइरहेको छ कि। Okay. So these are the main strategies होइन at the business level. Now we'll discuss into implementation. अब obviously अब strategy भनेको त आफ्नो दिमागमा बनाउने हो, एउटा प्लानिङ गर्ने हो। बट एट द एन्ड अफ द डे तपाईँले त्यसलाई आफ्नो रियालिटीमा पनि ल्याउनु पर्ने हुन्छ। सो जे स्ट्राटेजीहरू बनाएको छ सबै इम्प्लिमेन्ट पनि गर्नुपर्ने हुन्छ कि। सो विच इज द मोस्ट हार्डेस्ट पार्ट अफ यो स्ट्राटेजी म्यानेजमेन्ट कि इम्प्लिमेन्टेसन। किनभने त्यहाँ तपाईँले रिसोर्सेसहरू एलोकेट गर्नुपर्ने हुन्छ, मान्छेहरूको थ्रुबाट कामहरू गराउनु पर्ने हुन्छ, तपाईँको लिडरसिपको आस्पेक्टहरू पनि आइन्छ होइन। सो यो चाहिँ एकदमै टफ काम हो कि। बट अगेन टफ भन्दैमा नगर्ने भनेको होइन। सो अगाडिको जति पार्टहरू छ हामी के गर्ने, हामी मार्केट कस्तो छ, मेरो पोजिसन कस्तो छ, सबै आफ्नो दिमागमा मात्रै हुन्छ कि। सो स्ट्राटेजी इम्प्लिमेन्टेसन इज द एन्ड गोल। किन यही स्ट्राटेजी इम्प्लिमेन्टेसन नगरेसम्म रिजल्ट्सहरू केही पनि आइँदैन कि। सो विल जस्ट ट्राई टु डिस्कस होइन के छ, के एस्पेक्ट्सहरू चाहिँ हामीले कन्सिडर गर्नुपर्ने हुन्छ यो स्ट्राटेजी इम्प्लिमेन्टेसनमा। सो फर्स्टमा त अभियसली रिसोर्स एलोकेसन। सो अगाडि हामीले प्लान गर्यो हामी रिसोर्सेसहरू कसरी डिस्ट्रिब्युट गर्ने भनेर, युज गर्ने भनेर। सो अब इम्प्लिमेन्टेसनमा हामीले एक्चुली त्यसलाई चाहिँ एलोकेट गर्नुपर्ने हुन्छ। सो जस्तै अब नयाँ प्रडक्टहरू ल्याउन खोज्नु भइरहेको छ भने अब यसमा कतिजना मान्छे राख्ने होइन, यसमा कति इन्भेस्टमेन्ट गर्ने, के टेक्नोलोजी चाहिन्छ कि चाहिँदैन, त्यो टेक्नोलोजी किन्ने हो कि होइन होइन, त्यो सबै कुराहरू अब डिफाइन गर्नुपर्ने हुन्छ र इम्प्लिमेन्ट पनि गर्नुपर्ने हुन्छ। अन द अदर ह्यान्ड हामीले आफ्नो अर्गनाइजेसन स्ट्रक्चर्सहरू पनि नाउ डिफाइन गर्नुपर्ने हुन्छ कि कुन चाहिँ स्ट्रक्चरमा जाने, हामी हायरार्कल स्ट्रक्चरमा जाने कि मोर फ्ल्याटर स्ट्रक्चरहरूमा जाने कि। सो अहिले पनि हेर्नुहुन्छ भने अब ब्याङ्क्सहरू नयाँ खोल्नु भएको छ भने मोस्टली हायरार्कल स्ट्रक्चर्सहरू हुन्छ। अब आइटी कम्पनी सानो कम्पनीजहरू छ भने अलिकति डिफ्रेन्ट टाइपको कम्पनीजहरू छ भने मोर अजाइल टाइपको स्ट्रक्चर्सहरूदेखि युज पनि हुन्छ
सो अगेन लाइक बेस अपन अगाडिको जुन चाहिँ प्लानिङ छ, अब चाहिँ हाम्रो स्ट्रक्चर्सहरू पनि डिफाइन गर्नुपर्ने हुन्छ। इभन लिडरसिपको आस्पेक्ट पनि अब डिफाइन गर्नुपर्ने हुन्छ कि कसले चाहिँ यो लिड गर्छ इम्प्लिमेन्टेसनमा भनेर कि कल्चर्सहरू डिफाइन गर्नुपर्ने, मोटिभेसन, एचआर म्यानेजमेन्ट्सहरू, यो सबै कुराहरू आउँछ। एन्ड लास्टली एउटा चाहिँ मोर इम्पोर्टेन्ट पार्ट इन टर्म्स अफ स्ट्राटेजिक इम्प्लिमेन्टेसन इज सिस्टमहरू बनाउने, प्रोसेसहरू डेभलप गर्ने, किनभने अब त एक्जिक्युसनको टाइमहरू चाहिँ आउ आइन्छ कि सो दिस इज अ भेरी टफ पार्ट होइन। अनि यसमा अभियसली वान अफ द की थिङ द्याट इज रिक्वायर्ड इज लिडरसिप। सो लिडरसिप को आस्पेक्टमा एकदमै इम्पोर्टेन्ट रोल प्ले गरेर आउँछ इम्प्लिमेन्टेसनमा कि एन्ड द्याट्स अ रिजन। अनि लस अफ स्ट्राटेजिज आर डेभलप होइन। सबै कम्पनी स्ट्राटेजी बनाउँछ तर एट द एन्ड ओन्ली फ्यु कम्पनीजहरू चाहिँ सक्सेसफुल हुन्छ कि सो अल बिकज अफ दिज रिजन्स अल्सो। यो सबै कुरा मिलाउन सक्नुभयो आफ्नो इम्प्लिमेन्टेसनमा, देन ओन्ली यो स्ट्राटेजी विल टर्न इन्टु रियालिटी। अदरवाइज तपाईँको स्ट्राटेजी जे छ त्यो सिम्पल प्लान मात्रै हुन्छ तर एक्जिक्युसनमा केही पनि रिजल्टहरू आउँदैन कि सो मोस्ट अफ द टाइम एउटा कुनै पनि मार्केटमा हेर्नुहुन्छ भने सबैको स्ट्राटेजी कहिले पनि सक्सेसफुल हुँदैन कि जति राम्रो बनाउनु भयो जब इम्प्लिमेन्टेसन टाइम आउँछ केही न केही बिग्रिएर आउँछ। समटाइम लिडरसिप राम्रो भएर आउँछ, हुँदैन। समटाइम रिसोर्सेसहरू राम्ररी युज भएर आउँदैन होइन। समटाइम अब एचआर पनि म्यानेज भएर आउँदैन कि सो दिज आर द की इम्पोर्टेन्ट आस्पेक्ट हामीले स्ट्राटेजिक इम्प्लिमेन्टेसनमा चाहिँ सोच्नुपर्ने हुन्छ कि टु बी सक्सेसफुल। सो लास्ट टपिक छ होइन स्ट्राटेजी हाम्रो कन्ट्रोलको पार्टमा। सो अभियसली अब स्ट्राटेजी पनि इम्प्लिमेन्ट भयो होइन। अब वी हेभ टु कन्सटेन्टली चेक होइन आर वी अन अ राइट ट्र्याक अर नट। सो सो यसमा चाहिँ हामीले यसलाई के भन्छ नि कन्ट्रोल अर फिडब्याक मेकानिजम भनेर। सो जस्ट बिकज स्ट्राटेजी बनायो इम्प्लिमेन्ट गर्यो काम सक्यो भनेर त्यसरी चाहिँ हुँदैन कि स्ट्राटेजिजहरू रेगुलरली मोनिटर चाहिँ गरिरहेको हुन्छ, गर्नुपर्ने हुन्छ। अनि हामीले एउटा क्वेसन चाहिँ रेज गर्नुपर्ने हुन्छ कि हामीले जे बनायो स्ट्राटेजीहरू यो चाहिँ ठिक छ कि छैन, यसले रिजल्ट चाहिँ दिइरहेको छ कि छैन भनेर चेक चाहिँ गर्नुपर्ने हुन्छ कि रिजल्ट दिइरहेको छ एज पर आवर एक्सपेक्टेसन हामी कन्टिन्यू गर्छौँ होइन त्यो स्ट्राटेजीलाई। इफ रिजल्ट्सहरू आएको छैन भने देन वी हेभ टु चेन्ज, वी हेभ टु पिभट। त्यहाँ चाहिँ मेबी सर्टेन इन्फर्मेसन्सहरू नआएर सर्टेन इस्यु भएको हो कि अर सम अदर इस्यु केही प्रब्लम्सहरू आयो भने त्यो आइडेन्टिफाई गर्नुपर्ने हुन्छ अनि हामीलाई आफ्नो स्ट्राटेजीहरू चाहिँ रिइभ्यालुएट गर्नुपर्ने हुन्छ कि सो फ्यु स्टेप्स आर हियर होइन कसरी कन्ट्रोल ल्याउने भनेर इन टर्म्स अफ स्ट्राटेजी। फर्स्टमा हामी चेक गर्छौँ होइन आफ्नो जुन चाहिँ स्ट्राटेजीहरू बनाएको छ यसले रिजल्ट दिइरहेको छ कि छैन। अब सर्टेन नम्बर्सहरू भनेको जस्तै प्रफिट बनाइरहेको छ कि छैन, कस्टहरू घटिरहेको छ कि छैन, हाम्रो मार्केट सेयर चाहिँ इन्क्रिज भइरहेको छ कि छैन, एन्ड अभियसली हाम्रो कस्टमर्सहरू चाहिँ सेटिस्फाई भइरहेको छ कि छैन भनेर कि सो यो इन्डिकेटर्सहरूले हामीलाई एउटा आइडिया दिन्छ कि हाम्रो स्ट्राटेजी चाहिँ एक्चुली वर्क भइरहेछ कि छैन भनेर। अब प्रफिटै कमाइरहेको छैन भने अभियसली त्यो स्ट्राटेजी कामै छैन होइन। अब यो कस्टमर्सहरू चाहिँ अनह्याप्पी छ होइन, कम्प्लेन मात्रै गरिरहेको छ, प्रडक्टहरू किनिरहेको छैन भने अभियसली इज अ इन्डिकेसन द्याट हाम्रो स्ट्राटेजी चाहिँ वर्क गरिरहेको छैन भनेर कि सो फर्स्टमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने मेजर गर्नुपर्ने हुन्छ विथ सर्टेन इन्डिकेटर्स कि अनि अब त्यसपछि कम्पेयर गरिसकेपछि हाम्रो एक्सपेक्टेड नम्बरसँग कम्पेयर गर्नुपर्ने हुन्छ। सो हामीले चाहिँ अब कस्टमर सेटिस्फ्याक्सन 30% एक्सपेक्ट गरिरहेको थियो तर हाम्रो रिजल्ट आयो 45% कि विच इज एक्चुली गुड। हामीले सोचेको भन्दा बढी रिजल्टहरू ल्याइरहेको छ यो स्ट्राटेजीले भनेर। सो त्यसमा हामी कन्टिन्यू गर्छौँ। इन केस लेट्स से ओन्ली सोचेको चाहिँ 30% तर आयो चाहिँ ओन्ली 25% कि सो सोचेको भन्दा कम भयो भने अभियसली वी हेभ टु आइडेन्टिफाई किन चाहिँ यस्तो भयो भनेर एन्ड फाइन्ड आउट द एरियाज अफ इम्प्रुभमेन्ट्सहरू कि काहीँ न काहीँ त केही प्रब्लम भयो होला होइन। सो अब त्यहाँ केही ग्याप्सहरू छ भने वी टेक करेक्टिभ एक्सन। हामी एक्चुली फेरि वी गो ब्याक टु स्ट्राटेजी, हाम्रो रिसोर्सेसहरू हाम्रो टिमहरू सबै एक्चुली रिचेक गर्छौँ अनि देन वी टेक अ करेक्टिभ एक्सन
होइन। अनि लास्टली यसलाई चाहिँ हामीले कन्टिन्युसली यो साइकलमा चाहिँ ओभर द टाइम पिरियड हामी चेक चाहिँ गरिरहेको हुन्छौँ। ओके, सो दिज आर द की स्टेप्स अफ हाउ वी डु स्ट्राटेजिक कन्ट्रोल, होइन, मेजर गर्ने, देन वी कम्पेयर विथ आवर गोल, होइन, इफ केही ग्याप्सहरू छ भने वी टेक अ करेक्टिभ एक्सन, अनि यसलाई नै बेस अपन यो फिडब्याकहरू जुन चाहिँ आएको छ यसलाई चाहिँ हामी आफ्नो डिफ्रेन्ट स्टेक होल्डरलाई प्रोभाइड गर्छौँ सो द्याट दे अल नो वाट दे हेभ टु डु के टु इम्प्रुभ द स्ट्राटेजी। ओके, अगेन वान मोर थिङ, होइन, मेजर टाइप अफ स्ट्राटेजी कन्ट्रोलहरू जस्तै एउटा प्री कन्ट्रोल छ, एउटा कन्करेन्ट कन्ट्रोल छ, अर्को चाहिँ पोस्ट कन्ट्रोल। सो प्री कन्ट्रोल भनेको इम्प्लिमेन्टेसन अगाडि नै कहिलेकाहीँ हामीले चेक गर्नुपर्ने हुन्छ कि हामीले बनाएको स्ट्राटेजिजहरू ठिक छ कि छैन भनेर। सो अहिले कस्तो हुन्छ भने ठुल्ठुलो प्रोजेक्ट्सहरूमा एउटा पाइलट टेस्ट चाहिँ गरिन्छ बिफोर दे डु अ फुल फ्लेजेड इम्प्लिमेन्टेसन। सो त्यो बेलामा पनि हामीलाई एउटा जेनरल आइडिया आउँछ कि हामीले बनाएको स्ट्राटेजी ठिक छ कि छैन भनेर कि। अर्को चाहिँ अब इम्प्लिमेन्टेसन भइसक्यो अनि त्यसपछि चाहिँ अगेन वी हेभ टु रेगुलरली चेक कि के भइरहेको छ भनेर। अनि केही प्रब्लम्सहरू केही ग्याप्सहरू आएको छ भने सम एडजस्टमेन्ट्सहरू गरिन्छ त्यो एक्जिक्युसन टाइममा, होइन। अर्को पोस्ट कन्ट्रोल भनेको अब आफ्टर द कम्प्लिसन अफ अल द स्ट्राटेजिज हामीले एकचोटि रिभ्यू गर्छौँ हामीले जुन चाहिँ स्ट्राटेजी जुन चाहिँ बनाएको थियो यो चाहिँ इफेक्टिभ भयो कि भएन भनेर कि। सो इन टर्म्स अफ डिफ्रेन्ट टाइप अफ स्ट्राटेजी कन्ट्रोल वी क्यान सेग्रिगेट, होइन, यो तिनवटा फर्ममा प्री कन्ट्रोल, कन्करेन्ट कन्ट्रोल र पोस्ट कन्ट्रोल। सो अगेन द मेजर अब्जेक्टिभ हाम्रो कन्ट्रोलको के हो भने होइन, हाम्रो एउटा प्रपर फिडब्याक सिस्टम, होइन, प्रपर वेमा चाहिँ हामी ले जुन चाहिँ सोचेको थियो त्यो वेमा चाहिँ भइरहेको छ कि छैन भनेर एउटा फिडब्याक मेकानिजम मात्रै हो कि। अनि अगेन स्ट्राटेजिक म्यानेजमेन्टमा यसलाई इक्वली एउटा इम्पोर्टेन्स चाहिँ लिनुपर्ने हुन्छ। So I think like we have covered, most of the things हाम्रो strategic प्लानिङमा। So again it's a series of स्टेप्सहरू जुन चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ टु बिकम अ इफेक्टिभ स्ट्राटेजी प्लानर। सो स्ट्राटेजी फर्मुलेसन भनेको जस्तो आज म एउटा आइडिया आयो ल अब इम्प्लिमेन्ट गरौँ भने त्यसरी चाहिँ हुँदैन। ओके, सो इज अलवेज स्टार्ट विथ मिसन एन्ड भिजन। तपाईँलाई जहिले पनि एउटा कुरा चाहिँ क्लियर हुनुपर्ने हुन्छ कि म फ्युचरमा चाहिँ के पोजिसनमा हुनुपर्छ भनेर। सो हामी जहिले पनि भन्छौँ भने स्ट्राटेजीमा इट अलवेज स्टार्ट फ्रम द भिजन कि। अनि यही भिजन यो लङ टर्म जुन चाहिँ गोल्सहरू छ यसलाई चाहिँ हामी सर्ट टर्ममा ल्याउँछौँ थ्रु गोल्सहरू। अनि बिफोर अगेन मेकिङ द स्ट्राटेजी फर्मुलेसन, होइन, हामी एउटा सानो एक्सर्साइज गर्छौँ विच इज कल इन्भाइरोमेन्टल स्क्यानिङ, जसमा चाहिँ हाम्रो इन्टरनल फ्याक्टर र एक्सटर्नल फ्याक्टर विदिन द अर्गनाइजेसन आउटसाइड द अर्गनाइजेसन के कुराहरू छ जसले चाहिँ हाम्रो बिजनेसमा इम्प्याक्ट गर्न सक्छ त्यसको एउटा क्ल्यारिटी लिन्छौँ कि। सो त्यो भइसकेपछि बल्ल के चाहिँ हामीले खोजिरहेको छ, होइन, लङ टर्ममा अहिलेको सिचुएसन के छ, त्यसपछि चाहिँ हामी स्ट्राटेजिजहरू बनाउँछौँ कि। अनि स्ट्राटेजी बनाइसकेपछि अगेन लाइक स्ट्राटेजीमा पनि अब तिनवटा लेभलको स्ट्राटेजीहरू छ, एउटा कर्पोरेट लेभल भयो, एउटा बिजनेस लेभल भयो, अर्को चाहिँ फङ्सनल लेभलहरू भयो कि। सो यो तिनटै लेभलमा हामी स्ट्राटेजीहरू बनाउँछौँ अनि त्यसपछि हामी इम्प्लिमेन्ट गर्छौँ। सो इम्प्लिमेन्टेसन गरेपछि अगेन वी रिचेक हामीले जुन चाहिँ यो प्लानिङ गरेको थियो जुन चाहिँ स्ट्राटेजीहरू बनायो यो चाहिँ एज पर एक्सपेक्टेसन काम गरिरहेको छ कि छैन भनेर कि। सो दिज आर द डिफरेन्ट स्टेप्स कि द्याट वी हेभ टु डु टु मेक एन इफेक्टिभ स्ट्राटेजी बनाउनको लागि चाहिँ इफ यु आर एबल टु डु दिस सिक्स थिङ्स देन ओन्ली यु विल बी इफेक्टिभ कि। सो कुनै पनि एउटा पार्ट चाहिँ मिस भयो भने चान्सेस आर त्यो स्ट्राटेजी चाहिँ अलिकति नचल्न सक्ने चाहिँ प्रोभाबिलिटी हुन्छ कि। Okay, so we have covered our second unit also of general management, जसमा चाहिँ हाम्रो core objective के थियो भने to understand the strategy and the strategic planning process. Okay? So हामी यो week चाहिँ यो general management मा will end in this particular topic. Next week when we come back
हामी एउटा फङ्सन लेभल स्ट्राटेजी विच इज रिलेटेड विथ अर्गनाइजेसन स्ट्रक्चर अर्गनाइजेसन डिजाइन त्यसमा चाहिँ अलिकति डिस्कस गर्छौँ विच गन गिभ अस अ आइडिया अल्सो आफ्नो अर्गनाइजेसन चाहिँ कसरी सेटअप गर्ने सो द्याट हामीले जुन चाहिँ सोचेको छ त्यो वेमा चाहिँ अगाडि बढ्न सक्छ स्पेसली इन टर्म्स अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट हाम्रो मान्छेहरूलाई चाहिँ कसरी चाहिँ म्यानेज गर्ने भनेर सो आज चाहिँ विल एन्ड दिस सेसन भोलि चाहिँ तपाईँको माया म्यामले एचआरको कन्टिन्यू गर्नुहुन्छ अनि हामी चाहिँ कमिङ सन्डे विल अगेन रिज्युम आवर जेनरल म्यानेजमेन्ट अनि त्यो बेलामा चाहिँ हामी विल डिस्कस अबाउट द अर्गनाइजेसन स्ट्रक्चर okay so आजको session say will end here if you have any question I'll still be available here otherwise uh, you may leave this particular session so thank you so much good night